केही समय अगाडि हामीलाई धेरैजनाले ट्राफिकले चाबी लिन पाउँछ कि पाउँदैन, लाइसेन्स ब्लू बुक राख्न पाउँछ कि पाउँदैन भनेर प्रश्न गर्नुभएको थियो र मैले खासमा नपाउनु पर्ने हो, तर अहिलेसम्म अदालतमा प्रवेश गरिसकेका छैन। अदालतमा प्रवेश गर्यो भने व्याख्या होला भनेर एउटा भिडियो बनाएको थिएँ र यस सन्दर्भमा भर्खरै रिसेन्टली मात्र सर्वोच्च अदालतबाट एउटा फैसला आएको छ। एकजना कानुनको विद्यार्थीले उत्प्रेषण परमादेश मुद्दा दायर गरेपछि यसरी कुनै पनि ट्राफिकले सवारी साधनको चाबी, ब्लू बुक, लाइसेन्सहरू नियन्त्रणमा लिन्छ भने त्यस्तो कार्य चाहिँ व्यक्ति स्वतन्त्रता, सम्पत्तिमाथिको हक विरुद्धको हुन्छ र त्यो कार्यहरू चाहिँ स्वेच्छाचारी अथवा प्रचलित कानुन विपरीत गैर कानुनी भएकाले यस्तो कार्य नगर्नु, नगराउनु भनेर चाहिँ एउटा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरिसकेको छ। यससँगै अब सर्वोच्च अदालतबाट यस सम्बन्धित विषयमा व्याख्या भइसकेपछि अब कुनै पनि ट्राफिक प्रहरीहरूले यसरी चाबी नियन्त्रणमा लिने यस्तो कार्य गर्न पाउने छैनन्। इनकेस कसैले लिन्छ भने तपाईँले चाहिँ यो फैसला देखाएर, यो सर्वोच्च अदालतको निर्णय देखाएर चाहिँ त्यस्तो व्यक्तिहरूलाई डिफेन्ड गर्न सक्नुहुन्छ।